जुजुलपा नमस्ते। समय सन्दर्भका सम्पूर्ण प्रिय श्रोताहरूमा अभिवादन। नेपाल भाषा एकाडेमीको निमित्त अनक मिडियाद्वारा प्रस्तुत गरिने यो समय सन्दर्भ कार्यक्रम आइतबार, मङ्गलबार र बिहिबार बिहान ठिक यसै बेला प्रस्तुत हुन्छ। हामीले विभिन्न समसामयिक विषयहरूलाई यहाँहरू सामु प्रस्तुत गर्छौँ। भाषा, साहित्य र संस्कृतिको निमित्त अनक मिडिया सदैव यहाँको सेवामा छ। श्रोताहरू, आजको कार्यक्रममा यहाँले देखिसक्नु भएको छ हाम्रो फ्रेममा कीर्तिपुर नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष हर्ष महार्जनज्यू। म कार्यक्रममा स्वागत गर्छु यहाँलाई। धन्यवाद जुजुलपा, नमस्ते। आजको कार्यक्रममा मैले उहाँलाई निम्ताएको खास कारण के भने कीर्तिपुरमा निकट भविष्यमा नै एउटा स्वप्न परियोजना सुरु हुँदैछ। नगरपालिकाले वडा नम्बर 1 को निमित्त एउटा भवन बनाउँदैछ। दरबार, लायकको दरबार भनौँ, लायकको क्षेत्रमा बनिँदैछ यो भवन। र मैले नक्सा पनि हेरेको थिएँ। योभन्दा अघिल्लो कार्यक्रममा पनि मैले यहाँलाई त्यो नक्सा पनि देखाएको थिएँ। 3 तले भवन, एकदम पुरानो प्राचीन टाइपको पुरानो अस्तित्व रहने गरी बनाइएको छ। एकदम राम्रो भवन छ। तर यो भवन बनाउँदै पनि केही जनगुनासोहरू आएका छन्। श्रोताहरू, कस्तो जनगुनासो भने कस्तो जनगुनासो भन्दाखेरि पुरानो पौराणिक कालमा जे जस्तो थियो त्यही ढाँचामा बनाउनु पर्छ भन्ने किसिमको गुनासो आएको छ। योभन्दा अघिल्ला कार्यक्रमहरूमा पनि त्यो गुनासोहरू हामीले हाम्रा श्रोताहरू सामु राखिसकेका छौँ। र अब त्यसै विषयमा वडा नम्बर 1 मा पर्ने लायकको दरबार क्षेत्रमा बनिन लागेको वडा कार्यालय भवन, त्यो दरबारमा वडा कार्यालय भवन बस्ने भन्ने योजना पनि छ। र त्यसै विषयमा आज हामी कुराकानी गर्न हामीले वडा अध्यक्षज्यूलाई यहाँ निम्ताएका छौँ। व्यस्तताका बावजुद पनि उहाँ आइरहनु भएको छ हाम्रो स्टुडियोसम्म। धेरै समय मिलाएर, धेरै गाह्रो समय मिलाएर उहाँ आइपुग्नु भयो। बल्ल बल्ल अनुरोध गर्दा गर्दै आइपुग्नु भयो। म श्रोताहरूलाई अनुरोध गराउन चाहन्छु, एकदम यहाँहरूलाई यो दरबारको बारेमा कुराकानी गराउनु। र श्रोताहरू, म नेवा एफएम भएकोले नेवारीमा बोल्छु भनेर उहाँले भन्नुभएको छ है। अब मेरो नेवारी पनि त्यति पर्फेक्ट त छैन, म पनि कोसिस गर्छु है। जुजुलपा नमस्ते। ठो लायक दरबार चाहिँ जो वडा कार्यालय भवन टेक्यो खटुनी हजुर वखने चाहिँ बच्चा विरोध मुखु कि बच्चा खत उठे जुया जो होला हजुर ओके। अब वो प्राचीन बस्ती ख कीर्तिपुर यो अस्तित्व ढयो अनेक खनि मुखला लायक दरबार खनि गोर्खाले छैन एउटा ट्याका मुखला एउटा वीर विरङ्गना चुन उठाएर अब पुलाउ अस्तित्वै मेटाएन। नुङ भवन डेगल ढाँचाला अस्तित्व मेटे जुई किपुली अस्तित्व मेटे जो लासाला बामुला र मुला वखा चाहिँ थन जनमानस छु गुनासो भएछ टु वखा छुडाए कठोर दैदिसले। धन्यवाद शङ्कर जी। यात ठ कीर्तिपुर नगरपालिका 1 नम्बर वडा गोके जी ठो नगर परिषद यहाँ लायकले दरबार मारेपट्टि ल्यागो जुसार लायकले दरबार मारे लापा नै छु जो डिमान नगर परिषद निगपिको खन्टया ले आ ठन्टक वेटोका चिसा दरबार डेकमा रे जो सदख तर ठंक न व्या ठो चाहिँ जी तो जिल्ला सन्ध्या समिति नापा एको जिलिक पास लागु जो कारण हैन जुसा के रिक्वेस्टले वेक एकदम रेडी जो अवस्था जिसा कीर्तिपुरे वया जिसा वेक जिल्ला विकास समिति महानगरी में मेयर ठेमी में मेयर वया चाहिँ छौ चाहिँ अवलोकन जिसा यहाँ खा अले ज्ञान बले चाहिँ जिसा दयाचन दु दरबार डेगमा रे पनि छौ साल उठा दयदु गु चाहिँ ठो चाहिँ वडा भवन देगिरगा चाहिँ जिसा अब तयु खा अले ठुके चाहिँ छौ उखन छुजुला डाल्ला छ जिसा दरबार देगिरगा चाहिँ गु चाहिँ
टेन्डर प्याउन ऊ टेन्डर चाहिँ दरबार ढका वला ढकाले उता 2 दिन लिपे चाहिँ जिस संसद हैन मेरो चाहिँ उता प्रष्टैन पत्रकार सम्मेलन उता प्रष्टैन वर भवन खडका चाहिँ पुतल अले जिमो चाहिँ अछिन छुरा से झिपी झि नगरपालिका झिपी झि सम्पदा प्रेमी ख जिस चाहिँ आटक न ट्याउ खस एकै जक ट्याउ खसन जि नेउ फल्च देख दनु अले न्याउ खुल चाहिँ चुक देगा छु झिपी खाली पूर्वाधार जको मक्की झिपी सम्पदा डेकमा ढका चाहिँ बाजा गाजा लेसेके टक्क चाहिँ झिपी सनाचबी झिपी सम्पदा प्रेमी ख तर आ गुण ठो चाहिँ नि वडा भवन ढका डेको ठो जिल्ला विकास समिति या मतलब चिता भ्युख व नगरपालिका हिसाबमा ठिटा ठो डेकी बेला ठिटा चाहिँ गु हिसाबमा ठो भवन दरबार पाउबेमा अथवा दरबारी टर्बेकमा ठो कने देश विदेशी सुन्न सोल्ला छ आइट ठो दरबारी नम्न ठो जिमा ढेपरी जियो सोचका आठन छ छि पास पिन्छ एकदम बाला वेको पिन्छ गु चाहिँ नि ठो चाहिँ नि ठो खन्टल वेको भाषा वेको पिन्छ छ ठो चाहिँ नि ठन फ्लाउ स्टाइल ठो चाहिँ नि छु ठुठीपट्टि चाहिँ नि वेको पिनु खन्टो उता न ठिक हो उता यासा न छिपी गाइन आउने के सल यागा जी हुन्छ कन त पाजन जति प्रष्ट या त खन अले गु चाहिँ नि न्यान्छौ स्वरूप आगन राटे वो आगने त गजेमाले सा उपासपिन छु टार्न वा अथवा छिसन ठिट छु संशोधन या भई उयानु जुको हिसाब जिमसा ठो यानो हिसाब आगन ठन पिकानु दरबार ठन जिमा ढेपति जिउ सोच अले चाहिँ नि आठो आगन धन्दा साथे ठो जि लोखडै लोखान्यनि मिखडै उयान्यन वडै अन त टिक जादै अन चुया सथ्यादै अन चुया या चाहिँ नि गजु तया चाहिँ नि छौ आगनी रुपे काउनी ठो चाहिँ नि आइट वड भवन हे रुपे डेकमा छाले दास पास पिन्छ द मिया मिन ख तया चौंडो ठोटो चाहिँ नि ठो चाहिँ नि वडा भवन ढका मटे खला जिसा आ वो जिल्ला विकास समिति वडा भवन ढका मट लासा ठु बजे चाहिँ नि फिजि खला जिरा चिन्ता ठन्डो संशोधन याले जिता छु समस्या मोर कने चाहिँ मेरो छुन नामाकरण दियाउन दलास उ बजेट मोलकी छ्या ताले ठो गुना चाहिँ 5 करोड 27 लाख हो चाहिँ बजेट ठुकिट पुरो लागि छौ हर्ष एकदम अछि ख ठुटा चाहिँ नि अछि या मजोडपति चिज का ठौ वो गर्न जिन ठो डेगा जी जनाउने ल म ठो डेको लास्ट कि फुटे कि फुटा पाले खडपति जसा डेगा छ हजुर खे भाषा छौ उखान छु नहुनु मामा भन्दा कानो मामा जाति दे उखान दयमरुमा पाजुस्या मिखमरु पाजुसा जिउ एकदम मला उली मच बजेट गए छौ किबले विकास या ढका मला वो बजेट चाहिँ युज या माला जुको एकदमै जुको टार्नेट हो दानु गए मला दरबार पोक देखियो उख डाइडु अब सल्लाह अझै फाइनल नक्सल फाइनल जुन अझ वर्क पनि सल्लाह छु अनुसार छु सुधारे या भाषा गर्न छिपि सुधारे भाषा या मंगला अले वो थोर नक्सा देखियो न्याउ चाहिँ स्थानीय नाप छु खलाबाट जुल दु ठो वड देखि न्या जिसा चाहिँ स्थानीय जको मख जिन तैने पुराटो विभाग जन तने त अझ चाहिँ जि ठुके गु जिसा पहिले यो दरबारी एरिया दरबार डेगमा ढे चाहिँ नि जि नापाने से जिपि अछिन टुपी मनोट जुल आ गु ठो चाहिँ नि भवन देखियो जि टोले चबि आमने सामने पिन तक 5 मिनेट सटा वडा चुना मेर सहित उपस्थित छ मिनेट उठाइन चाहिँ कठो बालाहरुका चाहिँ 5 मिनेट सताका जि मिनेट उठाइन दियो दरबार ढका देखियो खसा दरबार चाहिँ वो इलाका लगा दरबार ढका देखिपटि म के दरबार स्वरूप का नजु स्वरूप का दरबार का चाहिँ 5 मिनेट भित्र नठने त दरबार जुल त दरबार म दरबार स्वरूप ज के दरबार ठाउँ देखिन दरबार यो स्वरूप यो एउटा चाहिँ भवन अन पुलाङ बस्ती पुलाङ यकै पुलाङ बस्ती नाच थोसिया न्यू शो प्रोग्राम यहाँ पुरातत्वविद किपले सम्बन्ध पुरातत्वविद प्रयागमान प्रधानजी अन्जाल वगन धाउ छुडा छ दरबार लगा पुलाङको नमुना वो नमुना चाहिँ छुडो छ अनि तलेजु मन्दिर छोडु अले सत्तल दु अले दरबार दु अयो किसिममा देखिमा वो अस्तित्व मेटा मज्यू दैवको विचार
वेक बिचार एक बाना ख आटक जिनिका साइड विकेट दुलो वो जी मसिलो वो गु वेक टाठे नो गु चिजो आते भवन मन ख के जिमे वे ढंगा दिने जी जने जिमे वेंगा चाहिने जी चाहिने टिसो टिप चाहिँ मान्छे ज्या जिए हेर्नु फुलाम वो सारा वो ठाए अनु गुडक्वा दai गुल्छा गुडपो डेगो दुराई गुल्छा वो खाफु वो थाबा लाइको पि वो प्रेमान पि जिपी अनि जिपी छोवे टोपी टक दिसोनी छौ ठाए सारा से चाहिँ वो छ्यायो फरबा चाहिँ कि ठाए ताले वो यो पति थासे अब 300-500% यो वो गेट हो जी मसिला तर वो ठाए चाहिँ डम्पिङ या ठाए जान या नापा टुके दरबार न दुखाइ टलेज न दुखाइ वो टलेज गेट न मस्यो दरबार चाहिँ न्यानी चाहिँ छुछु चाहिँ नि वो परासे जो पति चिस ख तर टले जो जी आटक ख परो जी न वो 5 मिनेट छुलारा स ए खसा वो चाहिँ फोटो सा चिस बिट छु या फै ख दे पनि अझ न चाहिँ छौ छुडास वो जी पि वो र काले चिस अपन देख देता टुक साइड रेस्ट साइड छौ चाहिँ 4 लाख यो चाहिँ छौ ट्याङ्की दनी पानी ट्याङ्की वो चाहिँ ट्याङ्की आतो चाहिँ गु चाहिँ वो पति ल अनटे चाहिँ कि बाटै त चाहिँ अन बनायो जी ताले वो थासे गु चाहिँ चीज वडा ठान्यु लेफ्ट साइड ठाउनिमले रेस्ट साइड क्वामले लेफ्ट साइड चाहिँ वो ट्याङ्की त चीज जोयामा अवस्था दो अले अन डेग देखियो अन सुरु गास ठीक अन चाहिँ जिगो हिसाब खस न्यानी वो तले चाहिँ रुपैयाँ चाहिँ भवन देख्नु अनि दुने छुन दुस अनि चिसा चुक दोनी देगा अनि चुके चाहिँ छ जटेनु अनि छ यानु अनि चिसा वो थाला दे उके न दुने चाहिँ चुक देगा अनि चाहिँ छु ठाठी ते छ याजियो ओन द छौ नम्ने रुपैयाँ न चाहिँ वो त काले न देख भइ बानलाई हजुर भरि जो टाइम नि हजुर ब्रेक टाइम ब्रेक Lina plata chat gon chat na kutata सिनिकाजी त इ पायाको इ न्याउनी गोला कि दिशा जुन गर्न देको सजी ढका सोज्यौका ए खला अतिका साथी साजो नदेखि त के थिके मान्छु हे मनी कालमाटी सोल्टी मोरे जंगु पञ्च एन्ड सास जोलरी सपनि गुता छासा अछिता मागु गुप्तया दिशा जुन त तप्प अनि हे साथी खला छिटै यसले जिखा मिसाना ढाजी सब मिसाना दिन मिसाना दे जो जिला के बारे है खाना हुई या खोल्न साथे तर बालको मोले छले ठुवा चाहिँ घरबाट देख्दा ठुवा देसे ठुवा घरबाट न बिल देखि चिर परिचित जेबी टेलर्स आकर्षक र आधुनिक डिजाइनमा तपाईले रोजे जस्तो खोजे जस्तो सर्ट प्यान्ट सुट र स्तरीय दौरा सुरुवालको लागि जेबी टेलर्स मोर स्टाइलिश मोर अप्सन्स Newa FM 106.6 Newa FM 106.6 Newa Judagu Gaurav Yanajita श्रोताहरू कार्यक्रममा पुनः स्वागत छ। आजको कार्यक्रममा हामी केतुपुर नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्षज्यू हर्ष महाजनज्यूसँग कुराकानी गर्दैछौँ। केतुपुरमा निकट भविष्यमा नै बन्न लागेको यो एउटा वडा कार्यालय भवनको बारेमा कुराकानी गर्दैछौँ। कुराकानीको क्रममा अगाडि बढाउँछ है त। छिदाइदिला मलाई दरबार देख्यो पुलाउ सम्पदाय पाखे सम्पदाय अस्तित्व ढाँचा वही ढाँचा देख्यो मलाई अहिले दरबार लागा
दरबार देखियो ढाँचा दरबार अब काठमाडौँ दरबार स्क्वायर डुवाला पाटन नै डुवाला भक्तपुर नै डुने होला अन्त तलेजु मन्दिर दक्षिण नै डुवाला दक्षा सो तलेजु मन्दिर दु सत्तल दु मन्दिर दु दरबार दु होला वो ढाँचा वहीला कि वही मखु ढाइन थन जनगुनासो दु तो क्वेसन यो लागि धन्यवाद चिसा हरेक थाहा छ मतलब पाटन निक्न सोनासा ल्याको टुठा टलेजुन खनाचन टलेजुन ढेजुन अहिले तो किफली हो क्या सायद चाहिँ सिट तो पिटुनान सा अथवा या नापा तो किफुम तो तालिके चाहिँ ठो चाहिँ छौ संघर्ष अछि खरगा चाहिँ तो दरबार नसे डियो डिटर नानी चाना दुनिया चाहिँ बस्त या उठा गुके पवन न चाहिँ ध्वस्त जा चाहिँ पवन स्वरूप रुपैयाँ मरेको उठा अस्तित्व मेटाएटेनु खला वो चाहिँ या खलो छुखा उछि समस्या ल्याको डासा दरबार डेमा आगर डेमा दिउछि चिन्नेवा त्यसा चिस सोया गर्न या जो खाए खट तर आठौं दरबार यो स्वरूप गेट हुन चाहिने मस्यु टुनाउ या छु चाहिँ फर्जको या छु तले जो जे आटको खवे मर्ने मलाई तल्लास चिस जन जी प्याट न जन्मे जो न्याय जन्मे जो जी बाजे पुस्तक या मस्युका ठो मला जो रे अला चिस न्याना मेथ न्याना तो हिसाबमा इतिहास डरे ना ठो स्वे बेले जन्ने चित सटोको न छ सटोको चाहिँ गु आटो छौ नेपाल तो चुनाव चन्तो उ के डुहावे त्यो प्याखौँचीमा छु अन ड्रावेर वो भन्ने त न देखियो चाहिँ जिसो छिना छन् छारा के फोटो बेठौँको त गु त सटको मेन गेट तो अन तिन ड्रावे चाहिँ दरबार वेयो तैपति चाहिँ सन्याना कनत अले जिन नचन टाइट न अन अरु याबले अन ड्रावे दरबार यदि त क याबले जे मोटामोटी जे जति दार्जिलिङ निमेसियो बचपन जिल्ला न्यू हिसाब यामल अय याले तेस खा त्यो वटकमा दिएन तेस खा छैन नि विस्थापित यामा अवस्थित हो ट्याब्लेट ठो दरबार देख्दा तो आगन देख्दा चित चाहिँ टरो सहयोग मरेको टरो रकम मरेको जस या फै मुखु ढुपटी अछि त डेकमा ठुट छन्न ठो जुटे ठुट यामा ढु पछि ढुची छ अले ठुट या साते अझ जुगु छौ छपुला द जी चाहिँ आ वे थासे वे वडा छन जले तो देश जवान गु या देश जवान नि त छठा चाहिँ जग न्याना अथवा छठा चाहिँ के तो दरबार एरिया चाहिँ नि गु चाहिँ नि पर्नासर छठा इमसा पुज डेका तो पिन ठो चाहिँ नि ठो बस्ती डेका इमो नामाकरण त केना तो दरबार ठनु वा छ म वो ठाइ त न लाखो लगा त तो लाखो दरबार देख्दा वेको छ ठो पटाब्यो ले ठुके चाहिँ पवन डेका छ फुलाइ सोर डेका दरबार देख दन तकना छ ठो यामा डेका छ सोचले त न दरबार देख्नु आ ठिया छ सबोर भन्ने तले जो खस तले न देख्नु तर आ वो ये अवस्था या फै अवस्था मर्ने आ ठुगु चिस ठुआ वर भवन लगा चिस या नाचन तो पासपुन सँग गु स तल तो सले न चाहिँ छु जिसु जी अझ न छौ अन्तरिक्रिया कार्यक्रम वेकपि लगायत अहिले ठो सम्पट प्रेमी त भुन्न त सटा चाहिँ जी छौ अन्तरिक्रिया कार्यक्रम न या त जी सनाचन तो तन्दाल टाइम व्यवस्था जी पति छ मैना ठो सटा अझ गठन सल्लाह अथवा चाहिँ त्यो किफो अथवा चाहिँ संस्कृत भित्र त्यो चाहिँ छु सल्लाह सुझाव क्या लेना जी चाहिँ ठमटी तयार हुनु छिसो चाहिँ वो 23 का छे सारे याना अन दरबारै देख्यो तल एकदमै यो क्वेट माने ठोय त पडी चाहिँ रकमा पडी चाहिँ अछिन गाउँपटी मुख आठो छौ भवन डेटा चाहिँ साधारण छौ अछि डेटा 5 करोड दासा वो अरब माउति नि वो मामेश्वर कोइन नसे कया ठुके चाहिँ सडक लाटका त बिट छेट कबरिना वो देखले वो टरो चाहिँ अब माने अयपिया छम डाटा माने गुकी मतलब टेबल ल्याचा मूर्ति हले वो जकना मको अझ जस्तै त्यस परिवार त व्यवस्थित या मर्छ इम त चिटपुजे जिया मला इम त चाहिँ थन ए जिबे लाक्ले चबे चाहिँ हुनको न टपाउ न त नि हुनको न इकबाल न चनेले माने चाहिँ मरे अय पनि त तको चिज याना चिज इम त उचित डा बिमल्ला उचित इम त छेदागा बिमल छु याना वन नु जिबे दक सल किफु बासी दक छौ सया छौ यानु इम त खठिक न इम त यानु त दरबार देखियो अछि देल जिपी बिरोड न मुख त देखमा दिउ पछि जिपिनु इतिहास हेर्नु किपुले इतिहास चाहिँ चुएटहरु गोर्खाली सेना एउटा निकटका बुका जो ठाउँ अस्तित्व चाहिँ टाउमा किर्तिपुर पिमला एउटा गयौ जुइ जग्गा मे पनि थन नेपाली पि पर्यटकमा सोवै दुगला आ अन्ठालाका छिडाउ थे अयो दरबार मडेको छि
देखि माल मलाई अहिले दरबार डेकल ढाँचा सक्सेस भयो ऊ थयो ठाला ठेका अनि म्यू बिल्डिङ म्यू किसिम नक्सा डेका म्यू ढाँचा परिवर्तन यहाँ डेकल ढाँचालाई किपली अयो इतिहास बुनाछौँ ठन्डुया सोबलेलाई छुनामहरू वडा कार्यालयका ढाइमुखला खला अझ अन्ठालक बालक सत्तल डेका दरबार डेका मन्दिर डेका पुलाउ अस्तित्वै हाना जगाएका मुख गएजु ठिकै छ पुलाउ अस्तित्व पुलाउ डेका गु आ चिसन देखा भवन देखा यहाँ बनाएको ना व जिल्ला विकास समिति यो सहयोग चिसन देखिनु अहिले जिल्ला विकास समिति चाहिँ नि छु चाहिँ नि ठो सटल ठो चाहिँ नि आगन लगा टाल्के व सायद स्वीकार्य मौजूद छ ठो चाहिँ नि जी छुट्याइदिनु रहेछ ठो 5 मिटर जस्तो न झिगो ठो आइट गोरु भवनलाई देख्नु या चुचो देख्नु ठो सम्पन्न मौजूदलाई देख्नु त्यसमा तयार जे ढुङ्गा कने नामाकरण या छिपी मिले जाए या पनि ट्विटर चाहिँ नि कहम्बालका हर्ष दरबार अथवा ल्याको दरबार अथवा चाहिँ नि मामेश्वर दरबार चिसा नामाकरण अथवा ठो चाहिँ छौ छपा अथवा छो चाहिँ नि आगन बैठक दगा चाहिँ चिसा नामाकरण या छिउ लाटे ला आगु चाहिँ नि वेमा बजेट कया भवन निर्माण सम्पत्ति या सिरेका कने वो ठासे तन स्थानीय चौपी थोर चाहिँ छौ सेन्ट्रल लपटी थाबा भाकचा गल्चे ल्याको क्वाचो दक्षिण चाहिँ अयो छुन चाहिँ नेवा गुठी नेवा हनुमनी छु यामला सो कारको या मात्र चिज अन हलदेखि अन्छ पुस्तकालयदेखि अन चिज सुया धेरै वो चाहिँ कमसे कम न विदेश इतना कमसे कम थो ल्याको दरबार ठुलसाला चाहिँ जुयाछ नै त्यहाँ अनु चाहिँ जिल्लाको यो चाहिँ दरबार यो चाहिँ फटक चाहिँ त्यहाँ छुछु या अझ चाहिँ छौ लुमा छम दरबानी चाहिँ नि ठो ल्याको मतलब ठो दरबार यो टक्क फ्ला फर्कया चाहिँ वो जितो बाबेर चाहिँ छौ स्टोर नाटेडो अझ न चाहिँ जे वो चाहिँ म्युजियम यो चाहिँ देख्दा चाहिँ उयो छिवटे लिक चाहिँ ठाउँकने त्यो वीर प्रसाद दाई चाहिँ जुना छ ओके नापा म्युजियम 5 मिनटको छिन यादको उसले बखा भया हो अझ न जे उके धेरै तयार छ 2 लाख टाका खर्च यारगा जी ठो खन तयार चाहिँ जाना यानु ख जा यानुला चाहिँ नि अनु वेक अप इन इसे म विकेन्यो विकेन्यो दादा ले जी ट्विटर मैना अस वो गु म्युजियम त न वो त न आगन दया छ त आइन्छ आगन दया छ त वित अझ चाहिँ वो आठो वो त देखियोली त मिल जाछ वो भवन नसेन्थन भवन काल्लाछ त 60 प्लस चाहिँ मेरो 30 टेले 80 फिट चाहिँ ताको दिको चाहिँ दरबारमा जी बालाइहरु पनि न सोचे नाच्नु यानी फेसै जग्गा ओडा चाहिँ अनु तलेजु मन्दिर दु प्रमाण चाहिँ छुट रहेछ आना गुठी स्थान चाहिँ अब काठमाडौँ तलेजु दरबार जुल येले जुल खोपै जुल मलाई अनि तलेजु मन्दिर त गुठी स्थान चाहिँ ढेबो वया चौडु पूजा याट किपली अझ तक न थो पूजा याट ढेबो वया चौडु तगा नेनु दु हाम्रो सञ्जयले के भन्सारी जुन वेका पनि त अझ तक पूजा याट ढेबो वया चौडु वो चाहिँ तलेजु मन्दिर दु प्रमाण मखला जिन अन्यनो खन्छ खट हो मलाई चाहिँ शिवपट्टि मको तलेजु दु तलेजु चाहिँ वो भवन सेना देगदन सेना अहिले अञ्चमन्त्य अन वो भवन छ देगा पूजा आज यहाँ चन गा चाहिँ अन्यनो खन्छ खट चाहिँ ततेस्यो म यहाँ ताले वो तलेजु देगा गु त पति छेन वो चाहिँ नि भंसा त्यसो नाम या ठुटो चाहिँ सियागा जिता उया छ जि ठो मखो ठो चाहिँ थेउ पनि गा चाहिँ नि उता अछिन या गाटे ठो रोकै नाटे ठो तलेजु यो रुपे कामा गा चाहिँ जिबिला संस्कृति सम्पदा अछि गा चाहिँ ज्याचो न खेफु इटा आटक न ज्याचो तर आ अनुपूजा यते यामा बोट ड्यो नम्बर छु नम्बर वो खाली वो अर जोसान चिबी तन तयार आज जिसना ठो समाचार देखियो बले भतिजा ठा देखा तलेजु मन्दिर न स्थापना या सब गएजुली तलेजु मन्दिर गा चाहिँ देख्दा नला छिट चाहिँ दगा वेखा खलाला लास्ट डे चाहिँ टेबी मलाई टेबीको टेब चुटे जुल त अझ न जाय न्यन चाहिँ फेसे दे गर्नु ल्युने चाहिँ चिसा चुक ट्याप थाटे ट्याप फलस्ट्याप देगा अझ चाहिँ अन्टुन न छौटे न जस ट्याके दिल चिच रन्छ चाहिँ छ त्यो टेटल फै अन्टेन अन्त त सानो चाहिँ छौ दरबार स्वरूप नभए अनु या तले जियो चाहिँ दुनियो चाहिँ छौ पगनास देख्न दे अनु वड न चले जे अनु जान जे ले चाहिँ वर भवन 10 वर मते दस्या बालान जे फै थो त्यसपछि जियो सोच
जे याना चौले अब विरोधी खल न्यासेन वयु होला वही वेको बिना छुडाडुला वेकमसँग गो चाहिने ठो डेकमा फ्लान्सेली डेकमार्गा गु आगन डेकमार वेको पिन्टा ठो गु ठो जी विराट रुपैयाँ ठो दिन्छ सुझावै रुपैयाँ दिएका छ एकदम त खुसी लागेको ठो जी मा ठो या मारेगा अले वेकअपसँग गु ठो ठैन ठो कम्टीमा चाहिने ठो ठाडी जिमल एजिमल अथवा ठयास जिरा सुझाव बिसल अझले जन बाला जी ट्यागा छ तर विशाल हो ठीक छ नाचन जी ट्यान अझन चाहिँ जी ठो सम्पदा प्रेमी ठो न चाहिने छौ मतलब अन्डे किरा ट्या छौ बैठक ट्या कने के सुझाव छुवे ठो चेसा चाहिँ पेन्टिस दिन टाइम न वे ढंगला वन ढंगला अले ठुके चाहिँ गुठी अछिन न चाहिँ निदिसन न वे ढंगला मलाई उके चाहिँ ठन गएख छुहारी पति न ख स्वावे ढंगला ले चाहिँ नापि उठाथे यदि पुरा टट बियान ठ्यो छुटा छ जिमटा अझ अल्ला छ त्यो जुगु छौ जगा छौ छुरा छ वो बजेट त लिमो छैमा वो बजेट वो त के फुल लागि छौ बाला जी अथवा जी त्यो पनि जग जिउ छौका कने का मोलका ड छुटी डाइका त अनि दस्तान दय खस दक्षिण छौ आहा डाइ खनि का कने ठो बिरै नाम मन्ट रस तिमी छले जदनी मन्ट नि ख वे थन थो कार्यक्रम नियो छ म पुरातत्वविद होला प्रयोगमान प्रधान जुन वे वगन दैदु छुटा छ 5 वर्ष नियो किपली व म 5 वर्ष लिपा आवला साला गनो हो किपले मोखका देउ अयो अठो किसिम जुई दकाडा छु विकासला अझ तकला थो विकासला 2-4 वर्ष दुने जु खला ठोजगर बजे आ ठुने नापा व मनो व आ व मनो उल मछले वनवा ठन 10 वर्ष व आयो 10 वर्ष य क्युटिफोर व मनो व आ मनो व लासा क्युटिफोर खाकी मुक्ताइका आया आका जमिने फरक होला जी छौ छिटा चाहिँ उडार्ने बि क्युटिफोर नापा गुसुयाना टॉयलेट मोरले छिसा साइड चाहिँ डिस्टन्यु मिस्ते छोला मिजा छोला चना तो चाहे पाङ्गे जिमा चाहे किले जिमा दक देसन प्या या डिस्टन्यु तो लले क्वाया ले जिपि वेट हुँगा अरबा तो 10 वर्ष न्याव आवे मनुले ओखन जिता निम्पे मनु जिता वडा तक नया नाप्लाव जी छौ छैन जिपि वेसाटे वे एक वर्ष देता जी तो दरबार ये देख है दगा चाहिँ तो लाको दरबार त जी छौए कलर न दगा छौए कलर हेर्नुला उपले ठुली मजु त्यसमा चाहिँ स्याबासी मतलब जी पाटर जुल कत एकदम बाला जाय त ल दछम जिमे सानो गयो ठो छ दरबार ल देखल ठुटा मिलिटरी क्याम्प सेन्सन गर्न तयार मलाई तर जी छोरा छ ठो दरबार जी व्हाइट हाउस याडु पनि जी यु नो तर कलर चोइस होला मको ठन्डी त चाहिँ ठो बालै यहाँको चाहिँ गुपति गरे वो बालै ढका चाहिँ ल्योली व असल जी वो तो ल्याको टक्कै व्हाइट जसै बसन्त फुले गर्न चाहिँ चाहिँ टुठेन त वो यामा पहिले जिउ वो सत व्हाइट जको त हमको ट्विटर चाहिँ ठोकले गिरेका चाहिँ जानी चाहिँ जी ठो 30-35 खाछे छौए कलर हेना चाहिँ नि छौए अछिना यानो टक्न छाडा छ उ टाइममा हान थ्याले पछि सुन्दर क्युटिफोर अले चाहिँ जी वो देशे जी ढुङ्गा एक घर एक गमला एक डस्टबिन प्रत्येक छेबियो जी बेबले दक्षाना छेन याने गमल वो डस्टबिन त्या सुनानो फरवान छ अले जी छौ हान तो नगरपालिका स्वास्थ्य तथा फर्मले व्यवस्था जिया सुका नैना जी क्युटिफोर थो पहिला जी वडा सूर्य मार्ग चाहिँ प्रत्येक जुगो तो डाँडा यो चाहिँ छे गमल छ वो छ बियाले चाहिँ स्वाछ फ ठमट्यो तका चाहिँ सरासरीले मनो त ठुली ओहो क्युटिफोरला चाहिँ एकदमै चाहिँ छौ कलर हेर्नु छौ वटयो अले हटकै माथे जी अथवा स्वास्थ्य यो मतलब सफाई नगर्न छनु पहिला सोध्यन बे जानी चाहिँ 35 जना मनु उपस्थित थिएन मतलब क्युटिफोर दे छनु सफाई न उ चाहिँ रिकर्ड ढाबले द ठुलो स्वास्थ्य तथा फर्मली व्यवस्था वातावरण व्यवस्थाले जे छ नगरपालिकाले आ उपत्यका बाला खस क्युटिफोर एकदम सफाइले झल्ला चन्डोरा छिटा मनले यामुनी तो सफाई याउलिन छिउलाडो जिगा क्युटिफोर स्वस्थ हरबर देखियो सम्पद जोगाइया जिउ चाहिँ मेन्टे भएको आतले किपले विकास नभा मखम आठौँले सबले न्यासन विकास जुएछौँ होला सडक सफा जुएछौँ होला बर्खाला होला मेवे खम बर्खा जुले तर किपले गड बर्खाल दु होला म काजर दु मानसे दु होला
उखेर चाहिँ संरक्षण याना उठाउ खनि मर्को म ठो गड पर्खाल न झिपिन्डो गड पर्खा टाइपले थन क्युटी पुरा गड पर्खा छिन्यु टाका त्यसै नि र छिन्यु टाका मध्ये ठो गड पर्खा मध्ये पिने गेडु अनि या समलेडु अनि बाबेरो गेडु ल बाबेरो देखो या चुठो आज जात्रा रेस्टुरेन्ट अनि छु पखाडो अनि चाहिँ ठिकै हुना जिफा ग अले आ व जिप व पखायो भक्सन चाहिने ठन्डा बाबेरो बिठा अन्हालक छोटो ठुटो बचाइयामा त चुठो लिन त बचाइयामा त बाबेरो मतलब घर पर्खाले चाहिँ जोठा टक चाहिँ ताकत या न मतलब वो स्वरूप कया छ न तो ताल्ला स चिसा पिफिना साहा न चाहिँ गु चाहिँ चित चाहिँ किट फिट टस नसिया त उइट चाहिँ अछिन जी किस्म न चिसा छाको लटे चाहिँ कल्पानी त छुयापति छाको लटे चाहिँ अन्ठालक छौ छौ चाहिँ कल्पानी त चाहिँ अछिन याबगा चिसा आटक न ठुक्न ब्या त्यतिर बडे त चाहिँ ले युट्युब पारका चिसा आठुल मछि अन्जी को बालका चिसा ज्याइ नाया चन्द उठा प्रताप उनिट चाहिँ निखट छ ठण्डा छ वो सालिक टेटो सना छ न तास चिसा वो पखा घर पर्खाले मोटे घर पर्खाटे न छ ध्यान ब्यातन घर पर्खा गनगन पखाटो उइट चाहिँ मतलब चिसा उइट सुरबा चाहिँ कुनै चिठली छ चिसा जातरी टा रेस्टुरेन्ट पखा टगटो उइट न चिसा सोया न देला देउडाका समल मोटो उइट चाहिँ सलेन्चिया छिके तो कीर्तिपुर चाहिँ अब पर्यटक के नगरी पनि हो ऐतिहासिक नगरी न मलाई गोर्खाली सेनालाई दुई पटक हराउने एकदम वीर वीराङ्गनाहरूको देश होइन त उके उके पर्यटन विकास सम्बन्धी छु सोचाइ त उकेला सो नि मलाई कीर्तिपुर गयो रका सो यक्वेडु उके त छु खाका तयार हुनु तरले केही नेवारी नेपाली राख्नु वा नेपाली नै राख्न चाहन्छ पर्यटनको जुन सरले तपाईँले राख्नु भयो पर्यटनको लागि के गर्नुभएको छ कि छैन भने हामीले भने मैले अघि पनि भने किर्तिपुरमा पर्यटकहरू ल्याउन अहिले यो किर्तिपुरको चाहिँ योभन्दा पहिला चाहिँ नि खेती गरेर खान्थ्यो मात्र चाहिँ अरू छैन सिकर्मी गर्छ डकर्मी गर्छ त अहिले चाहिँ प्रायःको चाहिँ जग्गाहरू चाहिँ सबै प्याक भएर जग्गा छैन अहिले खाने छैन अब भनेको यो किर्तिपुरमा एउटा मात्रै पर्यटकहरूलाई ल्याएर खुसी बनाएर पर्यटकहरूलाई चाहिँ उ गर्ने मात्रै एउटा उ भइसक्यो जस्तो हामीले लागिरहेको अहिले हामीले किर्तिपुर नगरपालिका हामीले के सोचिरहेछ किर्तिपुरमा जति पनि मठ मन्दिर छ चुक छ चिबाले छ बाल छ जस्तै चिनुचोक भयो त्यहाँ चाहिँ बालहरू छ त्यस्तै चुकहरू त्यस्तै पार्टीहरू भनेर छान्ने छान्ने किर्तिपुर सबै गरेर 30वटा भन्दा बढी चाहिँ पार्टी बनिसकेको हुन्छ चुक बनिसकेको अवस्था बाटो बनिसकेको छ तपाईँले चाहिँ तल रिङ रोडको किर्तिपुर रिङ रोड अहिले पोखरी 3टा चाहिँ 2टा तयार भइछ अब अर्को चाहिँ सुरु हुन लागिरहेछ यो त विष्णु देवी अस्पताल निमा त्यो पल्फुको चाहिँ सुरु हुँदैछ अनि अर्को यो त भर्खर छैन यो किर्तिपुर डाँडामा पोखरीले भरेको एउटा चाहिँ नि हामी बस्ती कुनै पनि मतलब अट्याक गर्दाखेरि पहिला त्यही पोखरो भएको हुनाले पनि अट्याक र जित्न नसकेको पनि एउटा आयो त्यसलाई चाहिँ हामी कायम गर्नको लागि त्यसलाई लिएर हामी अहिले पोखरीहरू पनि बनाइदिन्छ त्यो मात्र नभएर हामीले यो डाँडामा चाहिँ जति पनि चाहिँ यो ढुङ्गा छाप्ने बाटोहरू मतलब उता 12वटा चाहिँ मतलब यो भित्र आउने बाटो छ त्यो बाटोहरू सब चाहिँ हामीले अहिले यो बनिसकेको छ यहाँ कसैले चाहिँ हामीले भन्न गर्दछ तलको व्यक्ति खालि किर्तिपुर मात्र बनाउने अब हामीले चाहिँ यो त तल हेर्ने नहेर्ने के हो किर्तिपुर तल्लोको चाहिँ गर्ने भन्ने आरोप पनि छ हामी त्यसो हामी तल्लोमाथि पनि हामी भन्दैनौँ तर किर्तिपुर समग्र रूपमा किर्तिपुर चाहिँ टौडा त्यति राम्रो हुनु पर्यो होइन यो त चाहिँ त्यहाँ त्यस्तो राम्रो हुनु पर्यो सबै यो डाँडै राम्रो हुनु पर्यो र पर्यटकलाई आकर्षण गर्नको लागि अहिले चाहिँ हामीले नगरपालिकाले मतलब यो होमस्टेदेखि लिएर कुक तालिमदेखि लिएर मतलब गेस्टहरूलाई कसरी चाहिँ गर्नुपर्छ अहिले हाम्रो मामेश्वरमा त्यत्रो चाहिँ मतलब त्यो बनायो अहिले बेलुका चाहिँ आउनुभयो भने मलाई त झन्डै यो बहुडो जस्तो लागिसक्यो त्यति मान्छे आउने गरिरहेछ भन्दाखेरि यो अहिले त हामी स्वदेशी मात्र आइरहेछ अहिले त विदेशी बाहिर छ तर मलाई विश्वास छ हामीले जस्तै अस्तिको टुरिज्म उसमा पनि हामीले धेरै कुराहरू मतलब मिस नेपालदेखि लिएर सब चाहिँ कमान्डर शनिबारको दिन राम्रो मेसेज गइरहेछ तर
मलाई विश्वास छ पर्यटकहरू अब किर्तिपुर खोजी आउँछ भने मलाई विश्वास छ। हामी त्यो मात्र नभएर हामी यो गाइड एसोसिएसनको चाहिँ उसमा पनि हामी पहिले त किर्तिपुर काठमाडौँ नेपाल आउने पर्यटकहरू ढसिङकाले किर्तिपुर पस्थ्यो। अहिले चाहिँ पहिला त्यहाँ के भयो म त यहाँ लुट्छ यहाँ ऊ छ फर्छ भनेर काट्यो। अहिले त्यो राख्नु पनि हामी सफल भइसकेका छौँ र अब विदेशी आउनेहरू पनि किर्तिपुर अवश्य पनि आउँछ र उहाँहरू बस्नु पर्यो भने पनि झन् 100 देखि 150 बस्ने यो होमस्टे होटलहरू पनि अहिले तयार छ। पहिले किर्तिपुरमा आएर बस्ने होटलहरू यस्तो पनि थिएन, त्यसले गर्दाखेरि पर्यटकहरू दिउँसो एकछिन आउने अनि जाने हुन्थ्यो। तर पर्यटकहरूले बाहिर विदेशी पर्यटकहरूको कुरा गरेको मैले, विदेशी पर्यटकहरूले के पढाए हुन्छ भने किर्तिपुर भने यस्तो सहर गोर्खाली सेना जसले काठमाडौँ नेपालै जित्यो उसलाई पनि 2 पटक हराउन सक्ने क्षमता भएको किर्तिपुर कस्तो होला, उनीहरू त हेर्न कौतूहल हुन्छ नि होइन। त्यस्तो सहर हेर्न आउँछन् तर बस्ने ठाउँ थिएन है। अहिले कम्युनिटी होमस्टेहरू खोलेका छन्, 1-2 होटलहरू देखिन्छ अहिले है। त्यसले गर्दा अब पर्यटकहरूलाई लिएर आएर अब तपाईँ अहिले भनिहाल्नुभयो खेती बाहेक अरू पेसा थिएन, अब पर्यटकहरू ल्याएर आम्दानी आर्जन गर्नुपर्ने बाध्यता छ होइन। त्यतातिर चाहिँ नगरपालिकाले पनि ध्यान दिनुपर्छ, वडा अध्यक्षले पनि तपाईँको बस्ती नै तपाईँको वडा परेको छ, वडा नै सम्पदाको क्षेत्रै पर्यो, मेन क्षेत्र होइन। त्यो तपाईँको मुख्य हात हुन्छ यहाँनिर। हामीले त्यही हिसाबले हामी किर्तिपुर नगरपालिका हामी वडा मतलब हामीले के पनि गरेका छौँ किर्तिपुर आउने गेस्टहरूलाई हामीले 2टा बस राखिदिने। हामी किर्तिपुर आइसकेपछि उसलाई हामी दक्षिण पश्चिममा उसलाई चाहिने दक्षिणकाली पुष्पलाग टौड त्यो रुट घुमाएर ल्याउने अनि त्यो घुमेर आइसकेपछि खाना खाने कहाँ किर्तिपुरमा 1-1.5 घन्टा बसेर अनि उसको चाहिँ आफ्नो प्रस्थान जाने त्यो पनि हामी रुट बनाइसकेका छौँ। र त्यो मात्र अझ चाहिँ मलाई किर्तिपुरमा मैले यो सरसफाइमा काम गर्दाखेरि अझ म त 10 वडामा गएर आफै बढार्ने काम गरेको छ। मलाई चाहिँ नि राजमान हाम्रो लहनाका साथीहरूले विश्व मतलब सफाइमा लाग्नु भएको राजमानले पनि मलाई धेरै सहयोग गरेछ र प्लस म नगरपालिकामा पनि म आफै स्वयं गर्दा उहाँले मलाई धेरै सहयोग पनि गरेछ। तर मलाई अब यो किर्तिपुरमा मलाई एउटा मात्र मैले सबै यो अहिले एफएममा अथवा चाहिँ युट्युबमा जुन गइरहेछ त्यसमा सबैले के भन्न चाहन्छ किर्तिपुर डाँडामा किर्तिपुर चकरपट माथि अब घर बनाउनु निर्माण गर्नेपनलाई त्यो रोक्न सक्दैन, उनीहरूले चाहिँ बनाओस्। तर बाहिरबाट आउने पर्यटक वा अरूहरूलाई चाहिँ मोटरसाइकलसम्म पनि हामी तल रोकेर त्यो चाहिने मङ्गलमाविदेखि समुद्र गेटसम्म चाहिँ अहिले हामी बाटो ठुलो बनाउँदैछौँ। बाटो गाडी राख्न मिल्छ, सबै गाडीहरू त्यहाँ राखेर यो 12वटा चाहिँ हाम्रो बाटो छ माथि चढ्ने त्यो बाटोबाट कहाँ बाटो भन्छ त्यो बाबेरो छेउबाट आउनु मन लाग्छ कि अनि यताको मर्दमा थियो त्यो चिठो बाटो मन लाग्छ कि उता चाहिँ कहाँबाट उसलाई चाहिँ आफूलाई सहयोग हुन्छ त्यो चाहिँ माथि आउने र त्यो पर्यटकहरूलाई चाहिँ हिँड्न नसक्ने भयो भने 2टा चाहिँ बस टुकटुक गाडी राखिदिने र जस्तै मङ्गलमाविबाट यो 1 राउन्ड लाएर उसलाई चाहिँ बागभैरव अथवा ल्याएकोसम्म त्यो ल्याउने गाडी साडी मोटरसाइकल सब रोक गर्ने। यो अलिक गाह्रो छ, यो अहिले कुरा राख्दैछ। यो अहिले यो पर्यटकको हिसाबले हाम्रो स्वदेशी हाम्रो पाहुनाहरू तपाईँ अहिले म त्यहीँ ल्याकुमी बस्ने अनि ल्याकुमी चाहिने दरबार रेस्टुरेन्ट हाम्रो लहना भ्यू पोइन्ट जति पनि अहिले त्यहाँदेखि उमामेश्वरमा 2-4वटा टेस्टी रेस्टुरेन्टहरू चलिसकेर मलाई शुक्रबार शनिबार मेरो हिसाबमा 2500 चाहिँ मान्छे चाहिँ माथि आएको छ। मेरो ल्याकुमा चाहिँ मोटरसाइकल राख्ने ठाउँ हुँदैन, त्यस्तो चाहिँ गाडी र मोटर चाहिँ त्यहाँदेखि इटाछेसम्म चाहिँ गाडीको प्याक हुन्छ। भन्दाखेरि त्यो गाडीहरूलाई के पनि राख्ने सबै तल राखेर माथि जस्तो एउटा चाहिँ हाम्रो चाडपर्व मान्छेहरू आउने जाने गर्छ त्यस्तो हुन्छ भने मलाई विश्वास छ। त्यो भयो भने किर्तिपुर यो बन्देपुरको भन्दा पनि ठुलो राम्रो हुन्छ भन्ने मलाई आशा छ। त्यो सबै हामी सल्लाह गरौँ, मिलाउँ, गाडीलाई चाहिँ माथि नगाउँ। अहिले चाहिँ बच्चाहरू छोड्नु पनि गाह्रो भइसक्यो, अहिले मोटरसाइकल गाडीहरू त्यति आउँछ कि त्यस कारण त्यो गाडीहरू टली प्याकेर त्यो पर्यटकहरूलाई चाहिँ तल बाटो माथि आउने चाहिँ केही टुकटुकको व्यवस्था गर्ने अथवा हिँडेर आउँछ खाएर पनि जाओस् उसको खाएको पनि पचिने त्यो राम्रो हुन्छ भने त्यसमा पनि हामी ध्यान गइरहेछ। अनि यो कुरा खुसी लाग्यो, तपाईँको योजना भावी योजना सफल होस्
है। अनि तपाईँ चाहिँ स्वास्थ्य र यो फोहोर मैला सम्बन्धी पनि हाम्रो कीर्तिपुर नगरपालिकामा काम गर्दै हुनुहुन्छ। यो विषयमा चाहिँ पर्यटकहरूलाई सरसफाइ पर्यटकहरूले आएर फोहोर फाल्ने पनि हुन्छ, त्यतातिर पनि ध्यान दिएर सफा होस् सहर भन्ने किसिमको मेरो सोचाइ। त्यतातिर अब पुरा होइन, अलिकति छोटकटी बताइदिनु, अलिक समय कम छ। धन्यवाद तपाईँले त्यो स्वास्थ्य तथा फोहोर मैला, यो फोहोर पर्यटकहरूलाई फोहोरको चाहिँ हामीले यो फोहोर मैलामा छोटकटीमा राख्छौँ। एक स्कुल एक सम्पदा, अनि कीर्तिपुरलाई सफा गर्नलाई कीर्तिपुर प्रशासनलाई 4वटा निजी संस्थालाई यो फोहोर उठाउने जिम्मा हामी दिइरहेछौँ। अनि एक सम्पदा उ छ भने हामी महिला समूहले आफ्नो टोल आफ्नो आँगन आफै सफा गरौँ है भनेर चाहिँ हामी म भने 10 वडामा चाहिँ सरसफाइ गर्छ। अनि हामी होर्डिङ बोर्ड, हामी यहाँ फोहोर फाल्नु पाइने छैन, फोहोर फाल्यो भने यति जरिवाना भने त्यो प्लस हामी सिसी क्यामेरा सब राखेर चाहिँ हामीले व्यवस्था हामीले कतिलाई त हामीले समातेर 15,000 20,000 10,000 पनि तिराएको पनि छ, जहाँ पाए त्यहाँ फाल्नु पाइँदैन भनेर त्यो चाहिँ हामीले सर्कल गरेको छ। अहिले हामी आइसकेपछि फोहोरमा धेरै कन्ट्रोल भइरहेको अनि त्यही फोहोरलाई चाहिँ व्यवस्थित गर्न हामी टियुमा 2 रोपिने जग्गा पनि लिइसकेको छु। त्यहाँ चाहिँ फोहोरमा काम गर्ने नुहाउने साउने टोयलेट सबै व्यवस्थित गरिसकेको छु। त्यहाँ धेरै त्यो हाम्रो यहाँ उठाएको फोहोर त्यहाँ छानेर फाल्नुपर्ने सामान मात्र हामी उता फाल्छौँ, नभए चाहिँ हामी त्यो यो फोहोरलाई पनि मल बनाएर त्यो चाहिँ अझ चाहिँ हामी व्यवस्था गरिरहेछौँ। कीर्तिपुरमा म यो कीर्तिपुरको जुन महिला साथीहरूलाई पनि यो फोहोरको बारेमा भनेर मैले धनकुटा इलामलाई चाहिँ लिएर मैले भ्रमण पनि गरेँ। त्यहाँ भन्दा पनि हामीले गर्न सक्छौँ, महिलाले पनि मलाई हौसला दिनुभयो। त्यही कारण म हौसला पुरा मैले यो काम सफल भएको छ। अहिले भन्ने हो भने नेपालको सबभन्दा राम्रो हुनुपर्छ भन्ने मेरो उ छ। तर हामी कहाँ अहिले अरू नगरपालिकाका पनि यो फोहोरको बारेमा के हो भने हेर्न आउने 2-4 ग्रुप त भइसक्यो, सिक्न आउने अथवा यहाँ के भइरहेछ के हुँदैछ हिजो चाहिँ कीर्तिपुरमा चाहिँ आउने नआउने त्यसो बस्ने अहिले चाहिँ कसरी यो विकास भयो, कसरी मात्र होइन, हामीले चाहिँ ढल होस् बाटो होस् यो सम्पदा होस् हरेकमा चाहिँ नि हामीले गरेको जस्तो लागिरहेको, तर हामीले जस छैन। पहिला नेवारी बस्ती भन्न साथै त्यही तपाईँले भने जस्तै अलिकति यसो गर्थे मान्छेहरू, भित्र बस्नै डराउँथे है, डराउँथ्यो नेवारी बस्ती भन्न साथै। अहिले कीर्तिपुर त्यस्तो छैन, अहिले त्यस्तो छैन। अझ चाहिँ हामीले के भन्नु छ, हामीले टुटो पार्टीहरू बनायौँ। हामीले अहिले पनि हामीले ठाउँ ठाउँमा हाम्रो समयअनुसार चाहिँ डाफा बजाउने बाँसो बजाउने अनि मोटी डिबो बाल्टी जाने, अहिले चाहिँ घुला यौला त्यो त हामीले डाफा गर्नलाई कमसेकम च्या खर्च दिएर पनि पार्टीमा चाहिने। अहिले पहिले 2-4 जना मात्र छ, अहिले 20-22 जना गरेर डाफा बजाउनेदेखि लिएर त्यो पनि भइरहेको अवस्था र त्यो मात्र नभइकन अहिले हाम्रो कीर्तिपुरका वासीहरू बा आमा बजेहरू बुढाबुढी मतलब आफ्नै वेशभूषा लाएर पार्टीमा बसिदिनु, तपाईँहरू चाहिँ के धुप काट्ने हो कि बनाउने हो कि त्यो काम बस्नु भनेर कतिको त हामीले त्यो बुढाहरूलाई त्यहाँ पार्टीमा राख्ने पनि हामी काम गरिरहेको छौँ। बाहिरबाट आउनेले यो त अझ पनि छ है, हाको पछि ल्याएर त्यो ल्याएर चट्ट बस्ने काम गरिरहेको छ, मतलब डोरी मात्र बनाउने हो कि त्यो गर्न पनि हामी गरोस् भन्ने चाहिँ हाम्रा बा आमा बुढालाई पार्टीमा बस्नु अर्को तर फल नपाउनु। तपाईँ बुढा बा आमाहरूलाई कसैले फर्क भयो तपाईँ होसियार भनिदिनु, गाली गर्नु, चुरो खाएर जहाँ फाल्नु ठुक गर्ने होइन। तर सम्बन्धित हामीले ठाउँ ठाउँमा डस्टबिनहरू राखिदिएको छौँ, डस्टबिनमा राखिदिनु। प्लास्टिक मतलब यस्तो छुटाछुटीको हामी ठाउँ ठाउँमा राखिदिएका छौँ, ठाउँ ठाउँमा हात धुने ट्याङ्कीहरू राखिदिएका छौँ, ठाउँ ठाउँमा सबै मठ मन्दिरमा चाहिँ फोहोर फाल्ने जिम्मा पनि गरिरहेका छौँ है। हजुर, खुसी लाग्यो। आजको कार्यक्रममा श्रोताहरू कीर्तिपुर नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष हर्ष महर्जनज्यू पाहुनाको रूपमा आइदिनु भयो। निकट भविष्यमा नै यहाँ निर्माण हुने दरबार भनौँ वडा कार्यालय भवनको बारेमा कुराकानी गर्नुभयो र विकास गतिविधिदेखि लिएर स्वास्थ्य सरसफाइ सम्बन्धी पनि कुराकानी गर्नुभयो। उहाँसँग कुराकानी गर्ने धोको पुगेको छैन, पुनः एकपटक उहाँलाई यहाँ सामु ल्याउने बाचा गर्दै आजको लागि कार्यक्रम सिद्धाउने अनुमति चाहन्छु। अन्त्यमा श्रोतालाई के भन्नु छ? धन्यवाद। मतलब यो नेवा एफएम
6 छ लाइटनमा मेरो वडाले भवन बन्न लगाइरहेको र अहिले नगरपालिकाबाट पाएको मैले जुन कुरा मतलब तपाईँहरू माझमा राख्नु पाएँ र मलाई विश्वास छ अझ पनि या भवन बनोस् अथवा कुनै सरसफाइ अथवा स्वास्थ्यमा जेमा पनि मतलब काम गर्दाखेरि तपाईँहरूको सल्लाह सुझावको लागि अपेक्षा गर्छु। मेरो यो कुरा राख्नु पाएँ सबैलाई यो त्यहाँनिर नियमी अथवा यो सुन्ने साथीहरूलाई मेरो तर्फ मेरो व्यक्तिगत तर्फबाट सबैलाई म चाहिँ आह्वान गर्छु। धन्यवाद। श्रोताहरू आजको लागि कार्यक्रम यति नै। प्रविधि संयोजनमा सुशान्त श्रेष्ठ, रोबिन महर्जन र मलाई बिदा दिनुहोस्। नेवा एफएम सुन्दै गर्नुहोला। यो कार्यक्रम हाम्रो पात्रो डाउनलोड गरेर रेडियोमा मोबाइलमा सुन्न सक्नुहुनेछ भने युट्युबमा नेवा एफएम सर्च गरेर लाइभ पनि सुन्न सक्नुहुन्छ। हाम्रा दैनिक समाचारहरूलाई हामीले युट्युबमा राख्ने गरेका छौँ र विभिन्न कार्यक्रमहरूलाई पनि यसरी लाइभ अथवा युट्युबमा अपलोड गर्ने गरेका छौँ। ल त आजलाई यति नै। नमस्ते।